नमस्ते सबैजनालाई। तपाईहरु कस्तो हुनुहुन्छ? मैले चाहिँ यो भिडियो के को लागि आज बनाएँ भन्दाखेरि चाहिँ मैले एउटा के गल्ती गरिरहेको छु भने यो पेज मतलब यो जुन फेसबुक पेज बनाउनु छ नि, गल्ती मिन्स अब त्यो गल्ती पनि हैन त्यस्तो मेजर, तर जस्तो मैले अब नयाँ पेज ओपन गरेर फलोवर एक जना फलोवरको लागि प्लिज मलाई फलो गरिदिनु न, यो गरिदिनु न, त्यो गरिदिनु गरेर अब फलोवर बढाउँदै 500 फलोवर पनि पुगेको थिएन हैन। तर त्यो नयाँ पेज ओपन गर्नुभन्दा जुन मैले पुरानो पेज जुन मेरो प्रोफाइल चलाइरहेको थिएँ त्यसलाई नै प्रोफेसनल मोडमा अन गरेको भएदेखि चाहिँ मलाई त्यस्तो मुस्किलै पर्ने थिएन रहेछ हो। अब मैले चाहिँ पुरा नयाँ प्रोफाइल बनाएर चाहिँ त्यो पेज बनाएर चाहिँ पुरै त्यसलाई अब त्यसमा भिडियोहरू अपलोड गरेँ नि त। अब अरे चाहिँ हिजो पो मैले त बेलुका यसो छुट्टी थियो नि त हिजो, अन्त फेरि फेसबुक हेर्दाखेरि त्यसलाई नै प्रोफेसनल मोडमा अन गरेको त त्यही नै अब त्यो प्रोफाइलबाट चाहिँ पेजमा उयस भयो क्या, प्रोफेसनल भयो। अनि मलाई चाहिँ खुसी लाग्यो, अब हुन्छ नि मजाले पनि फलोवर राम्रै छ मेरो त्यसमा। तर त्यही हो, त्यसमा चाहिँ भ्युज छैन किनकि मैले त्यसमा भिडियो अपलोड गरेको थिइनँ हो। अब चाहिँ म यसमा पनि गर्छु प्लस त्यसमा पनि गर्छु। प्लिज तपाईँहरूले हेरिदिनुहोस्, मन पराइदिनुहोस् है, मेरो नयाँ पेजलाई पनि सपोर्ट गरिदिनुहोस्। यसमा त तपाईँहरू हुनु नै हुन्छ, जो पनि हुनुहुन्न तपाईँहरूले पनि फलो गरिदिनुहोस्, मेरो नयाँ पेजलाई पनि सपोर्ट गरिदिनुहोस् है। त्यस्तो तपाईँहरूको पनि भएको होला है। नयाँ पेज ओपन गर्नुभन्दा चाहिँ जुन आफ्नो जुन प्रोफाइल छ त्यसलाई नै प्रोफेसनल मोडमा अन गर्नुभयो भने चाहिँ तपाईँहरूलाई सुविस्ता हुने रहेछ। तपाईँहरूलाई त के सबैजना, हामी सबैजनालाई है। मैले चाहिँ हिजै चाल पाएँ, त्यो कसै मैले एकजना सिक्किमको एकजना भ्लगरकोबाट हेरेको थिएँ, त्यो भ्लग नै हेरेको थिएँ। उहाँलाई धेरै धेरै धन्यवाद त्यसको लागि है। अन्त मलाई चाहिँ खुसी लागिरहेको छ। अब त्यसको मैले फलोवर मलाई फलो गरिदिनु भनिबस्नु परेन क्या, 500 फलोवर बनाउनु नपुगेर बिजोग भइरहेको थिएँ मेरो। तर मेरो यसमा चाहिँ राम्रै छ फलोवर है। अझै मलाई तपाईँहरूको सपोर्टको जरुरत छ किनभने मेरो यसमा भ्युज त छैन हो, फलोवर चाहिँ अब ठिकै छ यतिको, तर पनि अझै फलोवरको जरुरत छ है। तपाईँहरूको पनि त्यस्तो भइरहेको होला हैन कि त्यो प्रोफाइललाई जुन आफ्नो चलाउनु हुँदै थियो पुरानो फेसबुक, अब फेसबुक त हामीले उहिलेदेखि नै चलाएर आएको हैन, त्यसलाई अब प्रोफेसनल बनाउनुलाई चाहिँ नयाँ पेज ओपन गर्नु त्यो जरुरत पनि पर्दैन रहेछ सायद जस्तो लाग्यो। तर अब मैले नजानेर नयाँ ओपन गरेँ, त्यो पनि चल्दैछ है। म यसमा पनि त्यसमा पनि दुईटामै भिडियो अपलोड गर्नेछु है। तपाईँहरू हेरिदिनुहोस्, मन पराइदिनुहोस् र मलाई सपोर्ट गर्नुहोस् है। तपाईँहरूको दिन मङ्गलमय होस्, शुभ होस् ल। बाई बाई, टेक केयर।